हेलो नमस्ते साथीहरु, हजुरहरुलाई चाहिँ मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईहरुलाई एउटा यस्तो अर्निङ एप लिएर आएको छु कि जुनमा चाहिँ तपाईहरुले फेस नदेखाइकन पार्टी लाइफमा बसेर इन्कम गर्न सक्नुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् र यसको एपको लिंक चाहिँ मैले डिस्क्रिप्सन बक्समा र कमेन्ट सेक्सनमा पिन गरेको छु। हजुरहरुले चाहिँ यो लिंकमा थिचेर यो एपलाई डाउनलोड गर्न सक्नुहुन्छ। यो लिंकमा थिचेपछि चाहिँ तपाईहरुकोमा यस्तो इन्टरफेस खुलेर आउँछ। त्यसपछि तपाईहरुले देख्न सक्नुहुन्छ माथिको कर्नर ओपन एप। तपाईहरुले चाहिँ त्यो ओपन एपमा क्लिक गर्नुहोस्। एपलाई क्लिक गरिसकेपछि तपाईहरुकोमा चाहिँ इन्स्टल गर्ने अप्सन आउँछ। इन्स्टल गर्ने होला। मैले चाहिँ यो एपलाई पहिला नै इन्स्टल गरिसकेको छु। त्यही भएर यो एपलाई ओपन गरिसकेपछि तपाईहरुकोमा यस्तो इन्टरफेस देखाउँछ र तपाईले तल प्रोफाइलको चिन्ह देख्न सक्नुहुन्छ। त्यहाँ थिचेर चाहिँ तपाईले लगइन गर्नुहोस्। तपाईलाई चाहिँ एउटा गुगल अकाउन्ट हालेर तपाईले चाहिँ यसलाई लगइन गर्नुपर्छ। लगइन गरिसकेपछि तपाईहरुकोमा चाहिँ एग्री एन्ड शेयर भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईहरुले चाहिँ आफ्नो नाम अनि तपाई मेल हो कि फिमेल हो त्यो राख्नुहोस्। अनि त्यसपछि तपाईको प्रोफाइल पिक्चर पनि राख्नुहोस् र त्यसलाई रेजिस्टर गर्नुहोस्। मेरो चाहिँ पहिल्यै पनि यो ग्लो लाइफ अकाउन्ट खोलेको भएर चाहिँ साथीहरु मेरो चाहिँ रेजिस्टर गर्न मिल्दैन, किनभने एउटा मोबाइलमा एउटा अकाउन्ट मात्र खोल्न मिल्छ। त्यही भएर तपाईहरुलाई चाहिँ म मेरै अकाउन्टबाट सिकाउने छु। रेजिस्टर गरिसकेपछि तपाईहरुकोमा चाहिँ यस्तो इन्टरफेस खुलेर आउँछ। त्यसपछि तपाईहरुले देख्न सक्नुहुन्छ तल प्रोफाइलमा जानुहोस् र प्रोफाइलमा गएर तपाईहरुले चाहिँ आफ्नो बायो के हो सबै मिलाएर राख्नुहोस्। त्यसपछि चाहिँ रिवार्ड्सको अप्सन देख्न सक्नुहुन्छ। रिवार्ड्सको अप्सनमा थिच्नुहोस्। त्यो चाहिँ तपाईले फेस भेरिफिकेसन नगरिन्जेलसम्म चाहिँ तपाईकोमा बेसिक स्यालेरी चाहिँ देखाउँदैन। त्यही भएर तपाईले चाहिँ पहिला आफ्नो फेस भेरिफिकेसन गर्नु होला। फेस भेरिफिकेसन गर्नलाई पनि सजिलै छ साथीहरु। अनि त्यसपछि तपाईहरुलाई चाहिँ बेसिक स्यालेरी तपाईलाई चाहिँ एक दिनमा 1 लाख दिन्छ साथीहरु। त्यही भएर 7 दिनसम्म चाहिँ अनिवार्य 2-2 घण्टा चाहिँ लाइभ बस्नु होला। त्यसपछि तपाईहरुले 7 लाख पोइन्ट्स पाउनुहुन्छ। 7 दिनपछि चाहिँ फेरि तपाईहरुले मात्र दिनमा 1 घण्टा बसेको 5000 मात्र पाउनुहुन्छ है। त्यही भएर यो 7 दिनको मौकालाई चाहिँ नगुमाउनु होला साथीहरु। त्यसपछि तपाईहरुले तल देख्न सक्नुहुन्छ ग्रेडको अप्सन। त्यहाँनिर चाहिँ तपाईहरुले जतिवटा फलोवर बढाउनुहुन्छ 10 फलोवरको तपाईहरुलाई चाहिँ 2000 कोइन पाउँछ। त्यो कोइनले चाहिँ तपाईहरुले गेम खेल्नु पनि सक्नुहुन्छ र आफूलाई लकी अरूलाई गिफ्ट दिन पनि सक्नुहुन्छ। यो एपमा चाहिँ के फाइदा छ भने साथीहरु आफूले आफूलाई गिफ्ट हान्न मिल्छ है। त्यसपछि पोइन्ट्स पनि नयाँ युजरहरुलाई मात्र हो। 7 दिन बस्दाखेरि चाहिँ 2 घण्टा बस्दाखेरि चाहिँ 1 लाख पाउने, नत्र चाहिँ पुरानो भइसकेपछि चाहिँ फेरि 5000 मात्र पाउँछ है साथीहरु। अनि तपाईहरु चाहिँ फेस भेरिफिकेसन गर्नका लागि चाहिँ तपाईहरु चाहिँ पहिला स्क्रिनमा जानुहोस्। अनि त्यहाँनिर गएपछि चाहिँ यतापट्टि सानो क्यामेरा जस्तोमा क्लिक गर्नुहोस्। त्यो चाहिँ लाइभ बस्ने अप्सन हो। अनि त्यसपछि तपाईहरुलाई चाहिँ त्यहाँनिर फेस भेरिफिकेसनको देखाउँछ। फेस भेरिफिकेसनको देखाइसकेपछि तपाईहरुले चाहिँ त्यहाँ अगाडि गएर गर्नुहोस् हैन। फेस भेरिफिकेसन गर्नुहोस्। उनीहरुले चाहिँ भन्छ यस्तो गर्नुहोस् उस्तो गर्नुहोस्, आँखा ब्लिङ ब्लिङ गर्नुहोस् हैन। अनि त्यसपछि तपाईको चाहिँ कम्प्लिट हुन्छ। कम्प्लिट भइसकेपछि चाहिँ तपाईहरु चाहिँ यसरी लाइभमा बस्न सक्नुहुन्छ 2-2 घण्टा। त्यसपछि तपाईहरुलाई चाहिँ यसरी लाइभमा बस्दाखेरि चाहिँ 5 वटा गिफ्ट दिन्छ। त्यसमा चाहिँ 400 कोइन हुन्छ। तपाईहरुले त्यो कलेक्ट गर्न सक्नुहुन्छ। अनि त्यसपछि तल लकी लेखेकोमा चाहिँ तपाईहरुले आफूलाई लकी पनि पठाउन सक्नुहुन्छ। आफ्नो लक लाग्यो भने त्यसको डबल पाइन्छ, नत्र जान्छ साथीहरु। थोरै पैसा हुँदाखेरि चाहिँ तपाईहरुले आफूलाई गिफ्टै दिनु होला म भन्न चाहन्छु। त्यसपछि तपाईहरुले चाहिँ यहाँनिर डिफ्रेन्ट कन्ट्रीहरुको मानिसहरु चाहिँ लाइभमा बसेका हुन्छन्। तपाईहरुले चाहिँ ब्याक गइसकेपछि तपाईहरुलाई चाहिँ यहाँनिर वालेट भन्ने अप्सन देख्नु भएको छ। यहाँ वालेटमा थिच्नुहोस्। वालेटमा थिचेपछि चाहिँ यहाँ तपाईको कोइन्स र पोइन्ट्स देखाउँछ। अहिले चाहिँ मेरो 4 लाख भइसकेको छ। अनि त्यसपछि यहाँ माथि देख्न सक्नुहुन्छ विथड्र भनेर। यहाँनिर विथड्रमा थिच्नुहोस्। विथड्रमा थिचिसकेपछि चाहिँ तपाईहरुको यहाँनिर $10 $20 यति डलर भइसकेपछि चाहिँ तपाईहरुले यहाँ विथड्र गर्न सक्नुहुन्छ। 1 मिलियन भयो भने चाहिँ तपाईले यहाँ विथड्र गर्न सक्नुहुन्छ। त्यसपछि तपाईहरु जानुहोस् विथड्रल मेथडमा। विथड्रल मेथडमा क्लिक गर्नुहोस्। यहाँ तपाईले देख्न सक्नुहुन्छ विथड्रल मेथडमा
ई सेवा खल्ती र ब्याङ्क अकाउन्ट हामीले चाहिँ यहाँनिर विथड्र गर्न सक्छौँ।